हेलो 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 नमस्ते नमस्ते स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा। र आज चाहिँ यस्तो गर्मीमा पनि हामी ड्युटी सकाएर क्रिकेट खेल्न भनेर आएका छौं। केटाहरुले जबरजस्ती यस्तो गर्मीमा पनि जाउँ न जाउँ भनेर है जबरजस्ती गरेर चाहिँ आएको। उहाँ मेन चाहिँ हाम्रो क्याप्टेन हैन, उहाँले हो जबरजस्ती चाहिँ जाउँ भनेर चाहिँ हामी आएको हैन। अब यस्तो हुन त यहाँ यस्तो जाली रहेछ, त्यति गर्मी त हुँदैन। यो चाहिँ 1 घण्टालाई बुक गरेका छौँ हैन हामीले चाहिँ। कताबाट छ भित्र छिर्ने? यस्तो गर्मीमा मेहनत त खै विनोद दाइ, यो मेहनत त डेन्जरै छ। यी हाम्रा खेलाडीहरू यहाँ आएर खेल्न सुरु भइसकेका छन्। खेलाडीहरू सुरु भइसक्यो यहाँ, तर त्यति डाइरेक्ट घाम चाहिँ आउँदैन यहाँनिर चाहिँ। जेसीबीको नि काम चलिरहेको रहेछ, तर पिच चाहिँ दामी रहेछ है ल। अनि यस्तो गर्मीमा पनि है आफ्नो आफ्नो होइन हुन्छ नि त, आफूलाई इच्छा लागेको मन परेको खेलहरू भयो, कुनै पनि चिजहरू चाहिँ मन लागेको चिजलाई चाहिँ घाम पानी हुरी बतस केही भनिँदो रहेछ के। केटाहरूले चाहिँ जाम भन्यो होइन, अनि मनले पनि नाइ भन्न सक्दैन कि, जाम भनेपछि हिँडिहाल्यो होइन। अब चाहिँ भ्लगहरू चाहिँ खेलेको त म खासै हाल्न भ्याउनु, यहाँ अब ल्याएन मैले, स्ट्यान्ड ल्याएन। अब हामी खेल्छौँ, एकैछिन फर्किँदा चाहिँ भ्लग बनाउँछु। त्यही पनि एउटा दुईवटा सर्ट हानेको भिडियोहरू चाहिँ हाल्छु है मैले चाहिँ भ्लगमा। अब चाहिँ भ्लगहरू चाहिँ आइरहेको छ मेरो चाहिँ है। भ्लगहरू यदि तपाईँहरूले फेसबुकबाट हेर्दै हुनुहुन्छ भने चाहिँ युट्युबमा गएर हेर्न सक्नुहुन्छ। जेसीबीले खनिरहेको छ, यहाँ पनि काम चलिरहेको रहेछ। अहिले नोइज बढी आउन सक्छ है। एक केटाहरू ल ल हो, टाइम वेस्ट नगरौँ कि ल, खेल्न सुरु गरिहालौँ ल। यस्तो गरौँ के, निर्मल दाई, म विनोद दाई, मुन्द्रे अनि विष्णु अनि आकाश किरिन्डा होइन, हामी 6 जना छौँ। अब चाहिँ यस्तो प्र्याक्टिस पनि हुन्छ होइन, वरिपरि पुरै जाली छ क्या। यहाँ चाहिँ यसो एक्सर्साइज पनि हुन्छ, धेरै दिन भयो है नखेलेको पनि। र अब हामी चाहिँ स्टार्ट गर्छौँ है गेम चाहिँ। स्टार्ट हुँदैछ है ल। के को म्याच? तर दामी लाग्यो है, यहाँ चाहिँ फिल्ड चाहिँ दामी लाग्यो। कति ओभरको? ल ल पेले पेले। ए तेरी पहिले बलमा आउट यार। वान म्यान आर्मी यतिखेर चाहिँ हाम्रो क्याप्टेन साहब त गद्दारी गर्नु यार। तर यार त्यस्तो हातमा गएको बलमा किन दौड्यो होला? भेटाउनु थिएन म त। हो चौका चौका हो क्या। 24-36 रन है केटा। तर खतरा, उहाँ चाहिँ खतरा ब्याट्सम्यान हो कि, पहिला जवानीदेखि त खतरा खेल्नुहुन्थ्यो है। आजभोलि चाहिँ अलि फ्याट बढेर चाहिँ अलि खेलमा त्यति आउन पाउनुहुन्न, ड्युटी पनि त्यस्तै छ। तर पहिल्यैदेखि चाहिँ खतरा होइन, सोख चाहिँ उहाँलाई क्रिकेटको जात्रै छ। म चाहिँ पहिला खेल्ने थिएँ होइन, उहाँहरूले नै जबरजस्ती ल्याउँदै होइन भ्लग पनि बनाइन्छ। अनि त्यसैले आउँदा आउँदै म पनि सिकेको। त्योभन्दा पहिला चाहिँ म खेल्ने थिएन, खासै हल्का फुल्का खेल्थेँ। अनि ब्याट समात्न पनि खासै आउँथेन। म चाहिँ उहाँहरूसँगै, दाइहरूसँगै, उहाँ भाइहरू साथीहरूसँग आउँदा आउँदै सिकेको क्रिकेट खेल्नलाई। पहिला त्यति इन्ट्रेस्ट लाग्दैन थियो, आजभोलि चाहिँ खतरा इन्ट्रेस्ट लाग्छ मलाई चाहिँ। आजभोलि चाहिँ खतरा इन्ट्रेस्ट लाग्छ कि। अब क्रिकेट खेल्न जाम भनेपछि नाइ भन्नै सक्दैन कि। यस्तो घाममा पनि होइन जाम भने हामी 6 जना छौँ है, अरू पनि आउँथ्यो होला सायद। हामी चाहिँ हतारमा आएको। यहाँ चाहिँ बुक गर्नुपर्ने रहेछ क्या।
यो चाहिँ बुक गर्नुपर्ने रहेछ। 1 घन्टाको कति 800 कि कति दिनुपर्छ है पैसा, 800 कि हजुर समथिङ दिनुपर्छ। अब आइराख्न पाइँदैन, हप्ता 2 हप्ता महिना आएबाट अब छुट्टी पनि आउँदैछ है। त्यस कारण चाहिँ हामी बेला बेला यस्तो आइरहेको हुन्छ, कहिले गराउनमा गइरहेको हुन्छ। यहाँ चाहिँ पैसा तिरेर चाहिँ आज आएको र अब यहाँ आइराख्छौँ होला हामी सायद। के भयो? 30 रन हो के? रेकर्ड छ 30 रन हो। कति बल भयो? 2 बल। छक्का। 7 रन हो है। गरे छु कि पाँच मिनट खेल्दा यस्तो हालत हुन्छ। मोटाउनु त एकदम बेकार हो क्या, मोटो भयो भने यस्तो होइन गाह्रो हुन्छ। के गर्छौ तिमीले? ब्याटिङ गर्छौ? यहाँ भनेपछि हाम्रा एकदम उनीहरू खेलाडी हेर्न सक्नुहुन्छ, एकदम भागदौड गर्नुभएको छ। ल 1 रन ल। चौका ए हाम्रा खेलाडीहरू मुन्द्रे के छ केटाहरू? ल अब चाहिँ हामी फर्किन्छौँ, एकदम घाम भयो केटाहरू। अझै धोको पुगे आएन यिनीहरूको, हारा पनि आउट अझै पनि। अब चाहिँ हामी फर्किन्छौँ, एकदम गर्मी भयो, रातो पिरो भयो हामीलाई, म त अझै गर्मीले। अब चाहिँ फर्किन्छौँ। भ्लगहरू चाहिँ आइरहेको छ मेरो चाहिँ, हेर्नु होला भन्न चाहन्छु। तर मलाई यो चाहिँ ग्राउन्ड चाहिँ दामी लाग्यो कि, यहाँ चाहिँ खेल्नलाई प्र्याक्टिसको लागि एकदम राम्रो, गेम खेल्नलाई एकदम ठिक छ। अब चाहिँ हामीहरू सायद छुट्टीमा आउँछौँ होला, छुट्टीको पहिलो दिन आउँछौँ होला, राति नाइटको खेल्छौँ होला। एकदम बवाल म्याच हुन्छ यहाँ चाहिँ। अब छुट्टीको पहिलो दिन चाहिँ हामीले चाहिँ प्लान बनाइसकेका छौँ। अरे अब एउटा दुइटा फोटो हान्छौँ, जान्छौँ हामी। आजलाई चाहिँ यति नै भनौँ, भ्लग चाहिँ यहीँ समाप्त गर्न चाहेँ। हस् त, धन्यवाद सबैजनालाई जतिले हेर्नुभयो है। सबैलाई धेरै धेरै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। अब चाहिँ हामी फर्किन्छौँ। हस् त, धन्यवाद।